मुकेश सुनारज्यूलाई खादा लगाई सम्मान सहित ताली बजाई उहाँलाई सम्मान गरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु। कृपया अगाडि आइदिन लाग्नु। उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। उहाँले आज यो कार्यक्रमको एउटा यस्तो जमघट बनाइदिनु भएको थियो। आज उहाँबाट नै म इन्स्पायर भएर उहाँले एउटा लसानको सो गर्नुपर्छ, उहाँ एउटा मर्निङ वाकमा जाँदै गर्दा उहाँले चाहिँ यस्तो गर्नुपर्छ भनेर कार्यक्रमको सुरुवात भएको थियो र उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। उहाँप्रति हार्दिक आभारी पनि छु। त्यसै गरी उहाँलाई चाहिँ आफ्नो छोटो 2 शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद। उपस्थित सम्पूर्णमा नमस्कार। साथै आज उपस्थित हुनुभएकोमा वडा प्रतिनिधि, नगर प्रतिनिधि र खानेपानी स्कुलदेखि लिएर सम्पूर्ण क्षेत्रका प्रतिनिधिज्यूहरूमा धन्यवाद व्यक्त गर्न चाहन्छु आजको उपस्थितिको लागि। मेरो नाम मुकेश सुनार। म 4 वर्षभन्दा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छु। फार्मासिस्टको रूपमा मैले आफ्नो करियरमा हजारौं बिरामीहरूलाई काउन्सेलिङ गरेको छु। यसमा अहिले के छ भने हाम्रो हजारौं बिरामीहरूमा कमसेकम पनि 50-60% बिरामीहरू भनेको फोहोर मैलासँग सम्बन्धित छन्। अहिले हामीले यहाँ मात्र देख्दैनौँ, अस्पतालको भिडभाड देख्ने हो भने दिन प्रतिदिन बढ्दै गइरहेको छ। हामी दिन प्रतिदिन अस्वस्थ भइरहेका छौँ। यसमा जति हाम्रो व्यक्तिगत सरसफाइको आवश्यक हुन्छ, यो वातावरण सरसफाइ गर्न, घर छेउ वन जङ्गलदेखि लिएर सबै कुराहरूलाई सरसफाइ गर्न त्यति नै आवश्यक हुन्छ। त्यसैले आजको कार्यक्रमलाई सहयोग गरिदिनु भएकोमा सम्पूर्णमा धेरै धेरै धन्यवाद। म धेरै लामो समय नलिएर यो 2 शब्द राखिदिनको लागि समय दिनुभएकोमा सान परिवारदेखि लिएर उपस्थिति हुनुभएकोमा तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।